अनि हाम्रो टिम चाहिँ यता देख्नु सक्नुहुनेछ बिहान बिहानै यसरी खाली पेटमा कुद्नु पर्छ होइन अनि नयाँ वर्ष भन्छ त्यसरी हिँड्नु परेको छ आज हाम्रो मामाहरूलाई चाहिँ टक्कसँगले निन्द्रै पनि लागेन अरे होइन यता दिदीहरूलाई कसलाई निन्द्रै लागेन अरे आज हामी चाहिँ निन्द्रा लागेर टक्कसँगले उठ्नै मन थिएन त्यही पनि करले उठेर हिँडेको अनि हाम्रो लोक्स दादा चाहिँ बेहुला बनेर हिँडिरहेछ 3 भाइ राजु मामा ट्राई टु अन्डरस्ट्यान्ड ओके ट्राई गर्नुपर्छ होइन लोके बब्बाल छ ल बब्बाल हाम्रो मामा चाहिँ के पछाडि यत्रो के बोकेको जस्तो भएर हिँडिरहेछ होइन अनि हाम्रो टिम चाहिँ यतिजना है सबै आज जाँदा चाहिँ सिधा होइन भरे आउँदा चाहिँ बाङ्गो भित्ता छाम्दै आउने गऱ्यो हुनु पर्ने छ अब सबै तपाईँहरूले म माथि गएर देखाउने छु A few moments later. सो हामी चाहिँ अब पुग्न आँटेको छौँ हन्टिङमा होइन अनि त्यस्तो उकालो बाटो छैन कि ए कुरा गर्न सकिँदैन जुत्ता कालो त्यस्तो भइसक्यो मामा चाहिँ घामको फोटो खिच्दैछ पुरै होइन गाइज नै म चाहिँ नचोटि म चाहिँ पहिला गएको थिएन मामाहरू चाहिँ गएको थियो म चाहिँ गएको थिएन होइन त्यही कारणले म चाहिँ आज गएको मामाहरूसँग यस्तो डुल्नु घुम्नु कस्तो हुन्छ भनेर होइन अनि पछाडि टोलीहरू छ क्या 5-6 जना छ जम्मा 1 2 3 4 5 6 मसँग 7 8 9 10 11 जना छौँ एक गाउँघर जस्तै छ ए बाटै गाह्रो के आम्मामा फेरि चिसो चाहिँ यो बढ्यो हुने रहेछ अघि म त ज्याकेट जम्पर लगाएको थिएँ र गर्मी भएर होइन अप भएर मैले चाहिँ फुकाइदिएको अब चाहिँ भेस्टमा मात्रै हो अनि रुट पनि निस्किन सकेको छैनन् घाम चाहिँ पुरै निस्किसक्यो घाम पुरै निस्किसक्यो घाम निस्किसक्यो हामी चाहिँ बिहानको 4 बजीदेखि हिँडेको पोखरीबाट मान्छे बनिँदा गर्दा 4:30-5 बजेको थियो होला लगभग यो पाहाडको डाँडा कटेर पल्लो डाँडा पुग्नु पर्ने यहाँ गाह्रो छ नि त्यत्तिकै भन्नु गाह्रो छ यो चुचो डाँडा छ त्यहाँदेखि पल्लो डाँडा अरे क्या त्यही खाम पोखरी म गएको चाहिँ छैन त्यो पनि खाजा के खाएको छैन खाजा नास्ता केही नखाइ हिँडेको बिहानै खाली पेटमा हिँडेको अब यहाँ खाजा नास्ता खाऊँ भनेको सबैजना भेला भएर रोड पनि निस्किसक्यो यो उकालो हो क्या मामा अब उकालो त नछोड्ने हो क्या यार उकालोले नछोड्ने भो देख्न सक्नुहुन्छ फाइनली आम्मामा गाह्रो बनाइ गर्ने हो यहाँ त लाटले टिम मात्रै छ सो अहिले टाइम कति भयो 6:20 6:20 गाह्रो बनायो 26 हौ 6:20 ए यस्तो छ यताको मकै ब्यारी चाहिँ होइन ए भर्खर उम्रिँदै मात्रै रहेछ यार मकै भाइ उकालो हिँड्नु ऊ तल एकजना हन्टिङ मान्छे आउँदैछ ड्रइङ मामाश्री गाह्रो बनायो नि
उकालोले गाह्रो बनायो यार ऊ माथि निक्लिनु पर्ने हो क्या मामा झन्डै झन्डा गाडेको ठाउँमा गाउँ घर त्यस्तै हुन्छ होइन गाउँ घर दिस इज फर बाख्रा मान्छेहरूले मल ओसारिरहेको छ मान्छेहरूलाई मल ओसार्नु भ्याएको छैन हामी चाहिँ यसरी डुल्नु भ्याइरहेको छौँ होइन यो चाहिँ मेरो कबोट ऊ माथि चाहिँ के थियो र मामा झन्डै झन्डा डाँडा छ जस्तो छ त्यहीँ पुग्नु पर्ने हो कि क्या हो यार हाम्रो यता हो सबैजना तलै छन् हामी चाहिँ माथि लड्की टिमहरू चाहिँ हुँदैछ क्या कसम काम गरेको भन्दा बढी पसिना आइदिन्छ क्या तिनजना विदेशीले नयाँ वर्ष जाउँ भनेर गएको होइन गाइस यस्तै छ अब के भन्नु होइन गाह्रो बनायो न्यु इयर्समा हिँडेको होइन 2083 साल के गर्नु अब अर्कोचोटि मरिन्छ कि बाँचिन्छ होइन त्यसैले अर्को साल हुने हो कि होइन होइन यो पहिलेको ल हामी चाहिँ अब त्यस्तै ठाउँमा पुग्न आँटेको होइन गाइस यस्तो रहेछ बाटो चाहिँ होइन मलाई पनि थाहा छैन लोक्स कस्तो छ बाटो दामी छ यार बबाल छ होइन तपाईँहरूको कुरा गरौँ भने म यो ठाउँ चाहिँ म फर्स्ट टाइम आएको राजु कता बिहे खाइदिए अहिले पो बुढो भएर यसको बिरुवा हुन्छ यसको बिरुवा हुन्छ प्याङ्कोटमा छ यसको त बिरुवा त जाउँ अहिले त भोकलै हो क्या हिँड्न अहिले त कुर्ती अरे ए त्यो खाली छैन ज्याकेट हाल्नु खै जम्मै बोरी छ नि म तल चाहिँ अर्को भ्लगर छ विशाल बाउन होइन के छ भ्लगको नाम चाहिँ युट्युब च्यानलको नाम हाम्रो टिकटकमा जान्छ सिधै टिकटकमा त्यो त फुलै फुलको देशमा बस्छ त मोमो हाम्रो टोलीहरू चाहिँ तिमी त च्याम्मै च्याम्मै नाच्दै जानु फुलै फुलको देशमा पो बस्छ यता रक्सी भाइ लिएर जानुहुन्छ नि है गुराँसको वर्षैदेखि थाल्यो होइन गुराँस चाहिँ फुलेको छैन के फेरि डाँडा डाँडै डाँडा भए पनि बुलचुकमा भए पनि नरिसाइदिनु होला भनेर अलि राम्रो मखमली साडी हजुर भाइबर मै त हो नि रेलको ड्राइभर आइआरसँगै चाहिँ एउटा भ्लग बनाउनु म भिडियो बनाइदिन्छु तिमीलाई ल मै आज नयाँ सालको सुनि तेर्सोमा जाउँ न अफ हान्नु कताबाट जान्छ तेर्सै जान्छ कि उकालो पो जान्छ उकालो जान्छ के तेर्सै जान्छ गुराँसको फेरि उति नै हेर्दा चाहिँ भारी पो छ त उति नै हेर्दा चाहिँ भारी पो छ त उति झोला नि उति झोला आम्मा ग्याङ लड्यो भने फेरि एउटा जाँदा होइन
आयो हे आयो के आयो आयो झिल्केल ल तिम्रो पछाडि पुकाउन सिनीको यतै हो घान्छु त्यो राफले फकाउँछ काफले जानु कि नजानु गाई पो लान्छु भन्छ हो काफले जानु कि नजानु जान्छु त्यो राफले फकाउँछ काफले जानु कि नजानु भिर र पहिरो खोलाको बाटो नमान्नु डरै डर त्यति गीत भएन है घान्छु त्यो राफले फकाउँछ काफले जानु कि फकाउँछ शेर्पेनीले जानु कि नजानु नजानु जान्छु त्यो राफले शेर्पेनीले जानु कि नजानु जानेर खेलिदिइहाल्छु आँगनको दिलमा बसी हेर्छु पारी पारी आके अघि जान्छौ मेरो यो चाहिँ ऐसेलीको बोर्ड है यस्तो छ होइन पारीको र नसर कैरैया चाँदीको खुदोमा मौरी झै देख्छु अनुहार कुचेको गौरी झै चाँदीको अँधेरीले छेउ जस्तो चलैया चाँदीको सानो भयो अलि ठिकै अलि ब्लुटुथमा बज्यो चर पकाएर रैया चाँदीको आम्मो यतिकै जोस खुसी हुनु पर्यो होइन कसम भ्यू देखाउँदै देखाउँदै मेरो हात गल्छिसक्यो यार होइन यहीँबाट आएको जाँदा नि यहीँबाट जान्छ आउँदा चाहिँ मलाई थाहा भएन जाँदा आउँदा त चिलमा थियो ए त्यो अघि मैले डाँडा भनेको त तपाईँहरूलाई देखाएको थिएँ नि हो त्यो डाँडा चाहिँ अहिले चाहिँ कर्दैछौँ होइन छोड्ने यो चाहिँ अमिलो हुन्छ है फेरि ए यता कता यता हौ साथी कहाँ जङ्गल घारभित्र सिनारेको बाटे ए ओभर भन्दा तल तल छ मान्छेहरू चाहिँ हामी चाहिँ ओभर भइसक्यो ओइ 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 यस्तो यस्तो ओभर भइसक्यो म त उनी घारे यहाँ तल चाहिँ चौतारा अनि अझै पल्लो डाँडा निस्किनु पर्छ आम्मो गाह्रो बनाएको त हौ उही त्यस गुफा जस्तो छ नि त यार गुफाको ठाउँ जस्तै छ क्या पुरै पुरै छेकेको होइन ए पायो त ओइ ओइ ओइ
माथेको त थिएन त यार माथेको जतिको भइरहेको छ त ज्याप्पै आई मगर नि लड्कोरेर निन्न थाकिसक्यो यार के भन्नु हे कर्ली कर्ली बाल तिम्रो छैन हौ कर्ली कर्ली बा यस्तो छ बाटो चाहिँ उनी गाडी त्यो दुईटा अगाडि पछाडि हो कुकु तिनटै पछाडि नै छ सुजको हल्ला चाहिँ यस्तो भइसक्यो होइन शीतले म माथि हेरौँ न गोर्खालीको छोरो भएर A few moments later. हन्टिङ हेर न हुम्लाको तिमी हुम्लाको तिमी एकान्त गरिराख्ने अघि बजाएर त अम्मा उकालो हिँड्दा हिँड्दा थाकिसक्यौँ हामी चाहिँ होइन आम्म फेरि दोषले चाहिँ पुरै कानमा यत्रो झुम्का लगाइदिइरहेको छ क्या त्यो पनि यस्तोको के यस्तोको अगाडि गइसक्यो लोक्सले यस्तो कुण्डल झुन्डाएर होइन यस्तो छ है गाइड आउनु भने के अरे नाम पनि आउँदैन म त घुम्नु जानेको थाम पोखरीको बाटो यस्तो चाहिँ छ होइन मामा चाहिँ ससुराली हिँडेको जतिकै भइरहेको छ होइन मामा सबै माइत यस्तो गाडी छ यार गाह्रो बनाए त पर बारपारी रोड निस्किनु पर्ने रहेछ रोडबाट छिटो जान्थ्यो क्या नि गाडी हुँदा खै देख सक्थे यही क्या होता है तर कसैमा त धेरै जम्मा गरिरहेछ नि हो चिप्लो रहेछ तिन पाने जोरको आम्मो माथिको अरू चाहिँ पिलिली कुदिरहेको छ अब चाहिँ ब्यागले पछाडि तानेको ताने गर्छ आम्मो यता पुरै पत्कर सोरे चिल्लो बनेर राखेर गाडी कुद्ने जतिकै आम्मो डाँडाहरू बब्बाल छ नि यार घाम लागिसक्यो हामी कति अगाडि मिर्गा भन्दैछ मिर्गा गाई अगाडि कुदिसक्यो कता घुमा ओ केटा मिर्गा कुद्यो मिर्गाले खेल्छ कुद्यो लड्ला नि फेरि ओ जान्दैन नि आमो बोबाल ठाउँ छैन गाई आमो देख सक्थे हो यस्तो आमो म बोबाल छौ यार आमो बोबाल ठाउँ लागेछ सक्यो यार मलाई त म जान्दिनँ होइन ठाउँ चाहिँ बोबाल लाग्यो म नि फर्स्ट टाइम आएको थाम पोखरी के हो कानमा हात मार्ने भयो क्या सो यो चाहिँ
कसरी बनाउँछ आम्म के हो यार बनाइदिनु न यार लोक आम्म यस्तो चाहिँ कानमा टक्कसँग लाउँछ होइन हाम्रो मामाले हेर्नु कस्तो लागिरहेको छ पुरै आम्मो कानमा के कानमा यस्तो गाइज हन्टिङ गाइज आम्मो कानमा त के हो मोबाइल हो कानमा त सुनको सिग्री टप लगाइरहेको छौ कानमा सुनको टप लगाइरहेको छौ चोली राम्रो मखमली साडी हजुर भाइ बर मै त हो गुराँसो बो यहाँ सुनको आमा नानीको टोपी कहाँ फस्यो आज टप लगाइरहेको छ कि कता रह्यो तिनीहरू चाहिँ आम्म टप हेर न लोकमान्सको खोइ दिदाहरु मिर्गा कुद्यो अरे मा मिर्गा कुद्यो अरे ए कुदाएको मात्रै पो ओए कागरी मोरी तिनीहरु जसे चुन चुन खाइयो मै अरे लाल दुपट्टा पर्सीको गट्टा गुराँसको बोटहरू ओ ल है तिम्रो नाम लेखे जाले रुमालमै म यहाँ त कस्तो देख्यो बाबा रे म गाछ त्यस्तो के थियो मामा यहाँ चाहिँ के थियो यहाँ अनि यहाँ चाहिँ भित्र चाहिँ ओ यार यहाँ त सबै फाल्टै भएछ नि त हो नि हाम्रो मामा चाहिँ कानमा लाएर माइजू देख सक्थे हाम्रो मामाको पैसा खोइ उ पैसा 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 1 करोड 20 लाख आए कुलो रहेछ नि त हौ तेरो चाहिँ रहेछ त देख तेल बजार राम्ची देख यस्तो चाहिँ आउनु जानुहुन्छ भने थाम्पोखोरी यस्तो रहेछ बाटो गुम्बा जाने हाम्रो प्लान थियो हाम्रो त्यो डिसमिस भएर थाम्पोखोरी आइएको छ होइन के घुर्रम One hour later. A few. यस्तो छ टक्कसँग नै हामी त्यसरी हिँड्नु परिरहेको छ होइन ओ माथि माथि चाहिँ छ होइन गुम्बा वा तल तल मान्छेहरू छ होइन स्याउली बजारमा तान तान बो हान बो मलाई देखेर सास बढो यहाँ माथि चाहिँ गुम्बा रहेछ दाजु थाहा भएन मलाई बुद्ध रहेछ दाजु कस्तो छ त बेलुका 4 बजी हिँडेको अहिले भर्खर आइपुगिँदैछ स्याउली बजारमा तान तान भो आनान भो मलाई देखेर
च्याउली बजारमा राति हट्ने बस्छु त डक्स सुजकाहरूलाई चेहरू पनि कस्तो भइरहेछ यार होइ जाओस् कहाँ हो गेम खेलाउँछ क्या गेम भइरहेछ नि बजार बजार हुने रहेछ त बजार हुने रहेछ फुटबल पनि रहेछ त फुटबल खेलाउने रहेछ त फुटबल पनि रहेछ पैसा मात्रै पाउनुपर्छ कता जानु यहाँ उयो माथि हो कता जानु कहाँ छ उयो चाहिँ आमामा पौडी चाहिँ कहाँ छ खेल्छस् कसको पैसा यति बढी भएको नि खतरा ग्राउन्ड खर्ने नि त नि बजार बनाएको मेला लगाउनु खोजेको मोबाइल ठाउँ बनाएर आएर छ यार भइसकेको रहेछ त भइसकेको रहेछौ भइसकेको बा आजदेखि भन्दै थियौ होइन खेलिरहेको पछि ठुलो बनाएको छ भोबालाई यस्तोमा चाहिँ लड्दा नि किन हो नि तर उँधो गयो भने चाहिँ बल गयो नि बल थुप्रो हुनु राजुको ज्याकेट यहाँ छैन यस्तो चाहिँ बल हानेर नि पोल अलिक सानो भयो अलिक यतासम्म बनाउनु नि यो होइन कि अलिक भित्तामा कब्दाजी हुन्थ्यो जस्तो लागेको होइन भित्तामा होइन त्यो पनि अलिक उता अनि यो नि अलिक यता बनाउनु भने हुन्थ्यो नि भन्नु त तर त्यो अलिक सानै बनाएको पल्ला चोपुराइहाल्नु यो सानो खेलाएको होला हौ अन्त 16 होला नि तर सकेको जस्तो लाग्यो छैन त मान्छे एउटा नि उ तल टनेलमा बस्ने रहेछ अहिले भरै होला नि सुरु हुने बेला आउँछ होला नि यो केटाहरू बाइकमा हिँड्दै त्यो स्विच चाहिँ हराएर वरि त्यो खेल मैदानभरि खोज्यौँ भन्दै थियो यहीँ खेलेर गएको क्या यहीँ हो क्या जाउँ अरू आएकै छैन कहाँ जानु माथि तिमीलाई देखेर एकछिन त चाप होइन रे त चिमलै गाई चोरो
चिमल इज ब्युटिफुल ब्युटिफुल इज चिमल होइन के भन्नु यस्तै छ दिस इज फर चिमल तर अलिकति यो चाहिँ अलिकति पानीले भेटेर समस्या परेको अहिले नै खोजेको समस्या हो नत्र त ठिकै रहेछ चिमल पनि बाटो चाहिँ फेरि यस्तो छ कि गाउँको बाटो यहाँदेखि लडायो भने लगभग सिनिकै चाहिँ हुँदैन नि फेरि चिमल हामी चल्दैछ जाने चिमल त ओभर जाने यहाँ ओ माथि फुलेको ठाउँमा पुग्नु पर्ने भन्दैछ आई लभ यु गुराँस त बबाल छ यार बाटो जस्तो छ यार हिँड्नु लाग्दो यो चाहिँ के खालको फुल क्या चाम्रो नचाम्रो छ क्या पुरै हो हेलो गाइज तर यताको चाहिँ जे होस् बाटो नै राम्रो है फुलै फुल छ यार फुलको बाटोमा हिँड्नुपर्छ यसरी झ्याप्प मन त हो नि के गर्नु त विशाल मामा घुमाइ राम्रो हुँदैछ नि होइन रमाइलो चकाचक भइरहेछ होइन सुन्दर गुराँस भएको हामीले चाहिँ गुफा जाने क्रममा गुफाले क्यान्सल गरेर सामपोखरी हिँड्ने क्रममा आएको छौँ होइन अनि गोठाउँछ मैले भिडियो हेर्नु लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला यति भन्न चाहन्छु सामपोखरी जानुलाई चाहिँ यति धेरै जान्छ नि यार बाटो नै टाढो रहेछ आमामा हेरौँ न त गुलास माई गड गुराँसको फोटो खिचिसक्यो हामीले अनि अघि मान्छे हिँडिसकेको रहेछ माथि डान्स गरिरहेको होला त्यो हामीलाई थाहा भएन तर सिमी बबाल छ यार डाँडाहरू चाहिँ तर बाटो चाहिँ साह्रो उकालो नि गाह्रो बनायो नि यार पेनको हालत धुलो भइसक्यो गुराँसहरू निस्केको गर्छ यो चाहिँ गाउँठाउँको बाटो चाहिँ यस्तै हुन्छ है मेन ठाडो छ भन्छ हेर्नु म अब कस्तो हुँदो रहेछ हिँडै मचिने भयो हाम्रो गुराँसको बोट चाहिँ टर्नै थियो पहिले सबै गुराँसहरू चाहिँ ओइलेर सिजन सकिन आँट्यो नि त होइन यो गुराँसको अब त्यही भएर सबै ओइलेर यहीँबाट उकालो होला नि यो उकालो होला होइन यो ठाडो उकालो हो गाइस आम्मामा भिरुकाले चढ्नु पर्ने छ हेलो 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 आऊ छिटो यस्तो उकालो छ हौ भिर जस्तै छ क्या त्यो पनि बिस्तारै हिँड्नु पर्ने आमा माथि गुराँस बबाल छ यार ओइ माथि गुराँस बबाल छ है कुदामै गाई छ कति गुराँस भएको ठाउँमा चाहिँ मलाई जानु मन लागिरहेको छ क्या कन्टिन्यू जसरी भयो भने तर माथि रहेछ यस्तो छ बाटो नै
गले यार म के सपना लिएर आएको थिएँ यस्तो उकालो चढ्नु पर्यो गाइज यार जिन्दगी बोर छ खानु नपाए मर्छ थाहा छ नि त्यस्तै भइरहेछ कि ग्रास गाइज आम्म यो के फुल हो यार यति साह्रो आम्म के फुल हो होइन आम्म कडी लागेको जस्तै छ यार गाइज म ग्रास हेर्नु पसिसकेको छु टिभी पनि सही छु होइन देख्न सक्नुहुन्छ लगभग ग्रासको फुल बोट चाहिँ इत्रु रहेछ क्या तर ग्रास धेरै फुलिरहेको छ यार ग्रास चाहिँ बबाले फुलेको भन्छ यार म ग्रास दिस इज फर्स्ट ग्रास तर उकालो आउनु चाहिँ एकदम गाह्रो है मेरो मायाको लागि होइन तर टिमहरू कहाँ घारीभित्र पस्दै आइरहेछ गाइज घारीभित्र छिर्नु परेको छ यसरी न्यु घारीभित्र उनी घारीमा निस्किनु परेको छ ग्रासको फुलकडा लेट्स गो ग्रासको फुल गाइज ग्रासको फुलमा आइपुग्यो मन जति भएर ग्रासको फुलमा आइयो सुट ग्रासको फुल वाउ बबालाई ग्रासको फुलसुल माया लाग्दैन कि माग्ने नि चाहिन्छ भने सम्पर्क गर्नु होला म अनलाइन डेलिभरी गरिदिन तयार छु लोके एउटा रूपमा नसकिने क्या चढ्ने यार यो ब्याग झरेर चढ्यो कि क्या यार म ग्रासको बोटमा ग्रासको बोटमा हेरौँ म गाइज यस्तो हुँदो रहेछ ग्रासको बोट अनि म चढ्दै पनि छु अन्त लड्ने पनि पो हो कि त्यो त्यही छ टेन्सन डालीमा पस्दै डाली बस्दै आम्म यार बबाल छ त यार ग्रासको बोट त हो मामा ग्रासको बोटको राजा म जान्छु तपाईँ यहाँ बस्नु ल योभन्दा उँभो छैन कि ठाउँ म गाइज ग्रासको बोटमा यसरी ओए ग्रास भित्र बस्यो ग्रासको बोटभित्र बस्यो गाइज आमामा ग्रासको फुल टिप्नु गाह्रो नै पर्ने रहेछ ग्रासको फुल गुराँसको फेद मुनि सम्झनाको
छाया गाई चाहिँ मेरो खुट्टा अड्किसक्यो ग्रासको फुलमा आम्म राजु मामा त्यो डाँडा खिच्दिन हाम्रो यो गुराँस सम्पर्क गर्न सक्नुहुनेछ डाली यो पारा गुराँस हेर्नु त ऊ माथि नजिकै रहेछ आम्म ऊ माथि हेर्नु न चापै चाप आम्म चाप गोठै गोठ आम्म वाउ यार यहीँतिर हेरौँ न हजुर 8:56 अझै 1 घन्टा लाग्छ 9 बजी अझै घन्टा लाग्छ र नि सागा 1 घन्टा लाग्छ नि कहाँ हो अझै अब लगभग लु 1 घन्टा लाग्छ छिटो जाउँ यस्तो मलाई मासु अब होइन चिक्ने खोल्यो त यहाँ देखाउँछु हजुर चाँपको फुल वा ल भाइ खोइ त्यही भिडियोमा निकालौँ यो फुल चाहिँ यो के हो बबाल रहेछ त्यो अन्त यो चाहिँ पकाएर खानु न तिते आम्म यो फुल चाहिँ बबाल छ है गाइजहरू ओ यहाँ फुलेको ठाउँमा ऊ फुल फुलेछ है ऊ यहाँ टाढा हेरेर त ढकमक यहाँ पुग्नु उहाँको त भन्छ नजिक छैन खिच्नु न भन्नु न लुक्स पार्ट से बोक्दा मैं ब्लग बना हाम्रो धुवा पनि बिचरा है बिजोग बढ्दैन मन्दिर पनि देखेन यो के जङ्गलमा पिकनिक खान आएको म यहाँ छु यो त्यहाँ छ भिडियो भइरहेको छ नि पछाडि छ भिडियो भइरहेको छ ओ यो अरे मन्दिर भन्ने कस्तो रहेछ थाम्पोखरी भन्ने देख्नु भएन माथिको त्यही हो त्यही हो पोखरी सुकेको हाम्रो ठाउँ जस्तै हो के पोखरी चाहिँ पोखरी पोखरी भन्थ्यो अनि कस्तो रहेछ भने हेरेको हामी आज त नजिक जङ्गल छिटेको हामी त अर्को पहिला त ऊपर पुगेको साँझै त त्यो हामी पोहोरबाट बसेकोदेखि उता पानी थियो त अनि हामी त्यही नै पुगेछौँ न त अनि जाउँ न त नि सुधी पर्तिर हो म त बरु त्यता जानु पर्यो अन्त ओह्रालो यो होइन पर किन जानु यहाँबाट निस्केर हामी अनि यही ग्राउन्ड निस्केर यता गएर हैन अब भन्दा नि त्यहाँबाट पानी छैन अघि हेरेको त पानी टन्नै हो भन्छ होइन र पुरामा 2टा डाँडा काटेर गएर खोज्यो भने पानी दिँदैन त्यो खोल्सीमा पानी थिएन ओ दामी बुढो सुक्यो होला नि कमलाको कुदिरहेको अब कहीँ छैन होला नि अर्ध उयो पनि ढल्यो जस्तो छ त पार्टनर केटा के भयो मेरो हो त्यो मेरो झोला र दुकाउनु गाउँ जसको भन्ने हुन्छ
यति भनिराख न भरे झिक्दै खानु भोक लाग्यो भने आधा भोक लाग्छ त्यति खा होइन अनि बढी गेडाहरू तिनी हाल्नुपर्छ भन्ने नि छ नि एउटा झोलामा हालिराख न भरे भोक लाग्यो भने झिक्नु खानु कोही पनि बोकेर पनि रसिदाब गेडा रसिदाब छोरा अहिले ल्याङल्याङेर अनि यहाँ मान्छे काट्नु हैरान हुन्छ देख्ने एउटा खुकुरले पाले जस्ती उयो जस्तो नगर उयो के अरे हिजो दाजुभाइ एकजनाले मार्यो त नि केटाहरूले त आज राजुले हेरेको हो त्यो होइन हात नलाउने लाग्यो भने त नि राजु हाल्ला नि हामीले अघि हालिसकेको राजु होइन म त सिनी केही भइसक्यो केटा हो। नाच्नुपर्छ भनेर होइन अनि त्यो चाहिँ किन ऊ पार्टी पोर्कै पारा भने गुराँसको रुख छेउमा छ राजुले बोलेको नि सुन्दैन के भरे आज माथि भने को चाहिँ तर उयसमा भेटेको त्यो दुई भाइ उयो छोरे त्यो खल्लीबल्ली त्यो यो त आइसक्यो न यो खाइसक्यो न मुला खाँदै छु यार करा विचार रुख हेर्दै गर है चढ्नु दिएन नि मलाई हो न लात्तै लाता लाग्छ दुईटालाई कोर पनि तिमीलाई इधर नै चढ्नु नदिएको होइन 1 लाख ताको बराबर 2000 पर्ला नि फेरि 7000 परेको जस्तो ए इधर दुईटालाई कुर्दा तिर्नु ला अन्त फेरि फर्केर आउँछ नि होइन खाने हो फर्केर घर त आउँछौ नि अनि फेरि समातेर बाटोमा ओ लक्स बाडी आइज ल छिटो छिटो रक्सीको अन्तिम हो नि पोर बेला भयो लास्टै आँसु आयो डिउ लगाएर त्यहाँ डिउ खोइ डिउ खोइ सकिसक्यो पोर बेला का बिजाल्ची भेट्नु पर्छ त्यो सागरी छ आयो अब त रुख पनि सानो छ समाउँदैन कान्छी के गर्छौ नो टेन्सन ल डिउ लाग उति मातेको के गर्छौ ए ल भाइ ल आउन थपा थपा न फाप्नु न अहिले ल्याङ नगर्नु ल्याङ गर्नु हुँदैन राजु दिवाल यहाँ डुवाल यो छुट्टै गर्यो योलाई कुटेर खाम ऊ पर बस्छ नि त यो त मधिसेमा भएर होला ए चाहिँ बक्ला ल बा मधिसे मामा जस्तै देख्यो भन्थे यसले नकरा मुला नि यता आएर खान त मुला कहाँ पर बसेको मुला जा जा खोलेर खान रेड बुल जान्दै गर अहिले मुला यहाँ बस बिर्को हरायो मैले कहाँ राखिराखेँ केमा राखी पठा गीत बजाऊ ए लान गीत बजाऊ अरे हटा बोलिन्छ बन्द गर यो त म लुकाएर राख्छु के सेपरेटमा हैन गीत बजाऊ यो जुगा हाल्यो त्यहाँ त टिट गरिहाल्छ नि होइन ए सितन खान यार सितन बुरिन्छ अहिले चाहिँ धेर नखाम मलाई लुकाउँदै खायो भन्छ होला नि मलाई खर्सानी चाहिँ खानु मन परेछ यहाँ छ त मजाले खाऊ ए गाइजहरु मजाले खाऊ टन्नै खाऊ सक्दो खाऊ टन्नै खाऊ नो कम्प्रोमाइज नन भेज अब घाम आयो होला म त अलग्गै खान्छु पिरो भयो त यार 4 बजेन बच्छ रे मामा श्री तपाईँ मात्नु भयो कि के 11:25 हुँदैछ रे बाप रे बाप क्या आम्मा गुराँस हेर्नु न हौ गाइजहरु कति चाहिन्छ भन्नुहोस् म डेलिभरी गरिदिन्छु अनलाइन डेलिभरी ए हेर्नु यहाँ हेर्नु वाउ यार अनलाइन डेलिभरी ओभर नेपाल ओइ आम्मा यार बबाल छ यार गुराँसको बोट Oh my god, what a lovely surprise. घरी घरी पस्दै पस्दै A few moments later.
यस्तो रे नचल म भिडियो बनाउँछु किन चलाएको त्यहाँ बस्न त डोरा भाचा मुन्टो सुन्टो यिनीहरूले तिमीहरू सोक पाले घाम भनेर भागेको